सर्वप्रथम यहाँहरू सबैजनालाई नमस्ते भन्न चाहन्छु। साथीहरू, यति बेला हामी गोरखपुरमा छौँ र आजको यात्रामा हामी चाहिँ गोरखपुर लखनऊ हुँदै भगवान श्री रामको जन्मभूमि अयोध्याको भ्रमण गर्नेछौँ। भ्रमणको क्रममा यहाँहरूलाई त्यहाँको संस्कृति, वेशभूषा, सुन्दर ठाउँहरू र अन्य जानकारीहरू अवगत गराउने नै छौँ। भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनुहोला है। हेर्नुहोस् त साथीहरू, यो जो हजुरहरूले देखिरहनु भएको सुन्दर दृश्य छ, कति राम्रो मनमोहक दृश्य है। साँच्चै भन्नुपर्दा यो सुन्दर दृश्यहरूले हाम्रो यात्रालाई अझै रमाइलो बनाइरहेको छ। साथीहरू, केही समयपछि हामी लखनऊ पुग्दैछौँ। लखनऊको यो मनमोहक दृश्य, आकर्षक सडक र ऐतिहासिक ठाउँहरू अवश्य देखाउने नै छु। भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनुहोला है। साथीहरू, लखनऊमा हाम्रो छोटो विश्रामपछि हामी लखनऊको वातावरणको अनुभव गर्दै त्यसपछि अयोध्यातर्फ लाग्यौँ। अयोध्या नजिकै जाँदा मनमा छुट्टै उत्साह बढ्दै गयो। भगवान श्री रामको जन्मभूमि भनेर चिनिने अयोध्या आज भव्य राम मन्दिरका कारण विश्वभर चर्चित बनेको छ। साथीहरू, अयोध्या प्रवेश गरेपछि सफा सडक, सुन्दर सजावट र भक्तजनहरूको भिडले यहाँको धार्मिक महत्त्व झल्काइरहेको थियो। राम मन्दिरको भव्यता हेर्दा मन श्रद्धाले भरियो। मन्दिर परिसरको वातावरण अत्यन्त शान्त, व्यवस्थित र आध्यात्मिक अनुभूति दिने खालको थियो। साथीहरू, यहाँ आएपछि हामीले अयोध्याको हरेक कुनामा भगवान श्री रामको कथा, संस्कृति र परम्पराको झल्को देख्न पायौँ। हामीले यहाँ घुम्दै गर्दा धेरै चिजहरूको अनुभव गर्न पायौँ। विशेष गरी यहाँको सेक्युरिटी र काम गर्नेको शैली धेरै मन पर्यो। हरेक ठाउँमा काम गर्ने तरिका र सबै चिजहरूको व्यवस्था देख्न पाउँदा निकै खुसी लाग्यो। लाखौँ भक्तजनहरूलाई कुनै किसिमको असुविधा नहोस् भनेर सबै चिजहरू ध्यान दिएको रहेछ। साथीहरू, गोरखपुरदेखि लखनऊ हुँदै अयोध्यासम्मको यो यात्रा हाम्रो लागि अविस्मरणीय अनुभव रह्यो। हामीले यस यात्राबाट धेरै कुराहरू सिक्ने र बुझ्ने मौका पायौँ। यदि तपाईँहरू पनि धार्मिक तथा ऐतिहासिक स्थलहरूको भ्रमण गर्न चाहनुहुन्छ भने अयोध्या एकपटक अवश्य जानुहोला है। हजुरहरूलाई यो भिडियो कस्तो लाग्यो? भिडियोलाई अन्तिमसम्म हेर्नुभएकोमा धन्यवाद। अन्तमा भिडियोलाई लाइक, कमेन्ट र सेयर गर्न भने नभुल्नुहोला है। जय श्री राम, जय सिया राम।